र बजार अनुगमन क्रममा कतिपय बजारहरूमा चाहिँ व्यवसायहरू दर्ता नभएको, कुरामा व्यवसाय दर्ता नभएको, सम्बन्धित ठाउँमा व्यवसायहरू ननिर्माण नभएको, केही चाहिँ डेट एक्सपायर सामानहरू फेला परेको र चाहिँ जसरी सामाजिक दूरी कायम जति सामाजिक दूरी कायम गर्नु त्यति सामाजिक दूरी हुन नसकिरहेको त्यो खालको चाहिँ अवस्था देखियो। यसलाई चाहिँ बिस्तारै सुधार गर्नका लागि हामीले ती पसले व्यवसायीहरूलाई मौखिक रूपमा चाहिँ अनुरोध गरेर आएका छौँ र अब हामी लिखित रूपमा पनि उहाँहरूलाई चाहिँ तपाईँले सुधार गर्नुपर्ने विषयहरू यी छन् भनेर लिखित रूपमा पनि पत्राचार गर्छौँ र जसरी हुन्छ यो कालाबजारी हुन नदिने अनि अखाद्य वस्तुहरू बिक्री वितरण गरेर नदिने, सम्बन्धित निकायमा दर्ता भएर व्यवसाय सञ्चालन गर्ने अनुमति प्राप्त भएपछि मात्र व्यवसाय सञ्चालन गर्नको लागि चाहिँ व्यवस्था मिलाउने मुख्य कुराहरू छन्। र आज केही सीमित ठाउँहरूको मात्रै अनुगमन गर्न भ्याइयो किनकि हामीसँग 9 बजीसम्म मात्रै बजार खोल्ने समय भएको र एउटै व्यवसाय एउटै पसलमा जाँदाखेरि केही समयहरू लाग्ने, धेरै कुराहरू हेर्ने र धेरै कुराहरू सोध्नुपर्ने र धेरै कुराहरू चाहिँ सुझाव दिनुपर्ने भएको हुँदाखेरि अलिकति समय लाग्दो रहेछ, जसका कारणले गर्दा हामी नियमित रूपमा चाहिँ यसलाई गर्छौँ र यसलाई चाहिँ आकस्मिक रूपमा चाहिँ यसरी बजार अनुगमन पूर्व सूचना दिएर पनि नदिएर पनि नियमित रूपमा गर्ने हाम्रो कार्यक्रम रहेको बिहोर अनुरोध गर्दछु। एक हप्ता छ 5-18 आज 10 भयो 5-18 को 5-10 भयो बेला टार्गेट हो यो सामानहरू सबै ठिकै छ होइन। अहिलेको अवस्थामा यो सामाजिक दूरी चाहिँ अलिकति गर्नु पऱ्यो क्या, सेनिटाइजरहरू आउनुलाई अलिकति आए पनि डोरी लगाउने नआए पनि डोरी डोरी लगाएर भित्र जानु हुँदैन भन्ने हुन्छ। के छ सर यो ठिक छ? कहिले बन्यो भन्ने बनेकै छैन, 7 दिनभित्र खानु। यो कति दिनको म्याम? 3 दिन। आज भर्खर ल्याएको सर। अझ त हाम्रो त 1 2 3 4 5 यो परम्परा दिने होइन, यो परम्परा चेन्ज गरेर भन्नु पर्यो। यो पुरानो परम्परा यो जस्ट पहिलाको अब गऱ्यो भने म नवीकरण गर्दाखेरि यो चेन्ज गर्छु। पुरानो परम्परा नै आइसकेको छ ल। सबै यो वर्षको छ, यो वर्ष त आएको छैन, यो वर्ष त आएको छैन। कति वर्ष भयो? पाइने छ नि गरा मात्रै। समस्या सालदेखि
मासुमा चाहिँ तपाईँले अहिले हाइजेनिक मेन्टेन गर्नु त्यो हाम्रो घरमा आफैले गर्ने रोग छ भने चाहिँ मासुबाटै हो होइन अहिले यस्तो बेलामा चाहिँ हाम्रो यहाँ सर्जन हाम्रो खेताल पनि छ आफैले गर्ने पहिला पहिला खेताल थियो अहिले छिटो गरेर मासुको भाउ भनिदिनु न एकचोटि कति छ मासु भाउ हेरी 400 देखि 500 सम्म छ विषादी पनि बेच्नुहुन्छ विषादीको कागज छ बेच्ने हेरौँदै विषादी बेच्ने कागज त्यो चाहिँ हेर्नु यसको नवीकरण हुन्छ हुँदैन म्याच सक्यो भाइ ल्याउनु छ यस्तोको फोटोकपी राख्ने क्या तपाईँले सकल चाहिँ अफिसमा नवीकरण गरेर अनि फोटोकपी दुइटै राख्ने हो कि यो नवीकरण भएको पनि राख्ने सकल पनि राख्ने दुइटा यस्तो दुइटा सँगै हुन्छ कि यो यसको पछाडि कागज मैले हेर्नु पाइनँ नि त यो अनुसारको सकल तपाईँ सकिन्छ स्टक के छ स्टकहरू तपाईँले स्टकहरू पनि सुरु गर्नुहुन्छ सामान जस्तो हामीसँग पहिला स्टक के थियो त्यो सामानहरूको विवरण पनि त अपडेट छ तपाईँसँग त्यस्तो राखेको छ अडिटरसँग हुन्छ अहिले प्राइसमा चेन्ज के भएको छ कहिले पछिल्लो चरण अहिले त ल्याएकै छैन गाडी नै पठाएको छैन हाम्रो समाति अस्ति चौहारमा दिनभर राख्थ्यो खाद्यान्न दिन गयो भनेर पनि छोडेन कुराहरूको त्यो व्यवसाय दर्ता प्रमाणपत्रहरू राख्नु भएको छ धुना राखेको न त्यो प्राइस लिस्ट चाहिँ यता तपाईँ पछाडि धुना भयो धुना राख्नु हस् त्यो धुना राख्नु खोइ नवीकरण गरेर चाहिँ हेरौँ त बिहान भइहाल्यो ओडा खोइ त नवीकरण गरेको अब ओडाको खोइ त व्यवसाय दर्ता ओडाको एउटा ओडा पनि त्यो व्यवसाय दर्ता गर्नु पऱ्यो नि त्यो त कामगरीको मात्रै भयो व्यवसाय चाहिँ सम्बन्धी ओडामा दर्ता गरेर नवीकरण गर्नु पऱ्यो त्यो सामानहरूको एक्चुली यो अलिकति पुरानो सामान हेर्नु त निकालेर पुरानो सामान के त खाद्यान्नमा पुरानो भन्दा जुसहरू छ हर्लिक्सहरू बेच्नुहुन्न हर्लिक्स हेरौँ न पहिला र अहिलेमा भाउ के छ सामानको अलिक महँगो सस्तो के छ पहिला दाल त 120 रुपियाँ पाउँथ्यो अहिले त 140 हो 1 किलोको 120 रुपियाँ पाउँथ्यो अहिले 140 हो ए अनि अरू सामानहरू अरू सामान पनि छ है तेलहरू महँगो महँगो अहिले 135 रुपियाँ पहिला त सस्तै थियो कतिको गाह्रो भइरहेको छ किन्न अब महँगो छ होइन गाडी कहाँदेखि आउनु भएको डुकुछापबाट आएको सुकुछाप ललितपुर ए कतिजना आउनुभयो 3 जना ए के छ सर ठिक छ यो
ठिक छ हेर्नु हजुर डेट हेर्नु डेट छ तपाईँले सामान लिँदाखेरि डेट लिएर हिँड्नुहुन्छ कि हेर्नुहुन्न हजुर सामान लिँदाखेरि डेट त हेर्नु परिहाल्दैन डेट त हेर्नु परिहाल्छ नि है हरेक सामानको डेट हेर्नुपर्छ अन्त यहाँ त के छ सिस्टम थाहा छैन विदेशमा त 2 महिना अगाडि नै हामी निकाल्छौँ अनि यहाँबाट 1 मिनेट सक्छु 2 महिना अगाडि नै एक्सपायर 2 महिना अगाडि निकाल्छौँ हजुर म कतार थिएँ कतारमा म यही सामान निकाल्छु फुड नै म सेल्समा थिएँ कि पहिला हजुर के छ म्यानेजमेन्ट 20 भनेपछि 2020 मा रहेछ 12 यसमा त पसलहरू भन्दा पनि कम्पनीले आफ्नो स्टाफ पठाएर के गर्न लाउनु पर्छ है पसलहरू भन्दा पनि कम्पनीले नै हैन आफ्नो कम्पनीले आफ्नो कम्पनीले आफ्नो सामानहरू होइन एक्सपायर हुनुभन्दा पहिले जस्तो मर्चेन्डाइजहरू राखेर गर्छ नि त्यस्तै गरी एउटा चाहिँ स्टाफ खटाएर चेक गराउनु पर्ने हो क्या उन्नाइसबाट 16 मालसम्म त्यो उयो छैन एक्सपायर डेटको त्यो चाहिँ मलाई यसो गरौँ न खरिद र बिक्री लगेर लगेर 25 रुपियाँ लगेको छ आज त्यो करेन्ट हिजो आजको मात्र आज सामान लिएको छैन यो महिनाभित्रको निकाल्नु यो महिनामा तपाईँले खरिद गरेर ल्याउनु भएको त्यो रेटवाला बुक निकाल्नु छुट्टै बिक्री गरिरहनु भएको रेटवाला त्यो बिलहरू निकाल्नु छुट्टै त्यो त लिएर आउँदैन नि भने त्यो हिजो अस्ति आएर सबै लिएर 25 रुपियाँ भनेर लिएर जानु भएको छ होइन नम्बर अडिटहरू डेट कसरी हेर्ने नि यस्तो आइसक्रिम यसको त अब खोलेर नै एकचोटि चेक गर्नु होइन ट्यागै छैन कि काहीँ पनि प्लास्टिकमै लेखा हुँदो रहेछ नि आफ्नै हात यसरी खोलेर यस्तो यस्तो खोल्नु हुँदैन आफ्नै हात स्लाइड गर्ने हो के हो आइसक्रिम उसले सरलाई लेखिदिनु हुन्छ अहिले अनि उहाँ काट्नु लेखेर यस्तो बिल भएन है होइन, यो यस्तो मैले बिल जारी गर्नुपर्छ यस्तो बिलले हुँदैन तपाईँ माथि कारवाही हुन्छ यसमा त डेट सेट केही रहन्छ नि दाइ यसमा त्यो पाउमा छ नि त्यसमा आउँदैन अर्कोहरू मात्रै आउँछ त्यो फुलहरूमा बाहिर नम्बर पनि छ है पाउँदै यो त यिनीहरूको रेन्ज चाहिँ के छ आइसक्रिम त्यो अङ्ग मगाउनु भएको थियो होइन त्यो बिल काटेर के मागिरहनु भएको थियो होइन त्यो उसलाई अझैतिर तपाईँ कहाँ राख्नु भएको थियो के हो त्यो फाइलहरू एकचोटि आउनु पऱ्यो अनि त्यही भने उहाँको नम्बर मसँग छैन यहाँ सरेर आउनु भएको छ होइन के भन्नु भोलि बिहान आउनुहुन्छ त्यो नम्बर मागिरहनु भएको थियो नम्बर मसँग त्यो होइन उता पर्छ कति हो पुरानो फ्रिजहरू त्यस्तो केही फ्रिज एउटा छ खाली छ अहिले हजुर ल्याउँछ नि अलिकति अलिकति ल्याउँछ धेरै पनि अनि यो मासु
बाँकी रहेको चाहिँ के भन्ने के राख्ने होइन फ्रिजमा राख्छ फ्रिजमा राख्छ भिडभाड त्यस्तो छैन नि है छैन यहाँ सुनसान छ यहाँ आनन्द भित्र जस्तै होइन दर्ता भएकोहरू त सबै छ है हजुर छ नवीकरणहरू भइरहेको वर्षमै गरिरहेको गर्नुपर्छ अब मासु पसल भइसक्यो अलिकति सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ है त्यो त गर्नै पर्यो नि बन्द गर्नु ल्याएको प्रब्लम सबै पुरानो प्रब्लम दिइरहेको छ यो नवीकरण गर्नुपर्ने छ नि यो हजुरले गर्नु भएको चाहिँ क्या हो गरेछ नि गरेछ वर्ष गरिरहेछ कागज नवीकरण गरेको हजुर छ त्यसले चाहिँ हेरौँ न फोटो गरिरहेछ कतिपय मासु पसलमा पुरै किरा हुन्छ खानेहरू हेर्नै पर्छ नि खानकोटबाट ल्याएको मासु बाँकी रहने भएको फ्रिजमा स्टक रहन्छ मासु बाँकी ठिक छ यहाँ त थाहा छ गर्दैन पसल बन्द गर्नु त 9 बजिसक्यो पसल बन्द गरिहाल्नु के हो यो त अहिले लकडाउन भयो कि 2-3 महिना पसल खोलेको चाहिँ हो नमस्कार अहिलेको यो विश्वव्यापी रूपमा फैलिएको कोरोनाको कारणले गर्दाखेरि दक्षिणकाली नगरपालिका पनि अछुतो हुन सकेको छैन हालसम्म हाम्रो दक्षिणकाली नगरपालिकामा लगभग 93 जना कोरोना पोजिटिभहरू देखिसकेको अवस्था भएको कारणले गर्दाखेरि जुन नेपाल सरकारले निषेधाज्ञा जुन कायम गर्नुभएको छ त्यही अनुसार नै हामीले दक्षिणकाली नगरपालिकाले पनि यसलाई अवलम्बन गरिरहेका छौँ सोही सन्दर्भमा हामीले यस ठाउँमा दक्षिणकाली नगरपालिकामा बजारहरूबाट अथवा जनमानसबाट चाहिँ थोरै जनगुनासोहरू जबकि बिहान मात्र हामीले बजारहरू खोल्छौँ खाद्यको लागि जुन उहाँहरूलाई खानपानको लागि अब लिन जाँदाखेरि सामानहरू लिन जाँदाखेरि अलिकति बजार भाउहरू वृद्धि भयो भन्ने कुराहरू अलिकति जनगुनासो आएको कारणले गर्दाखेरि आज हामीले यो दक्षिणकाली नगरपालिकाको उपभोक्ता हित संरक्षण समिति अन्तर्गत रहेर बजार अनुगमन पनि गऱ्यौँ र बजार अनुगमन गर्दै गर्दाखेरि हामीले जुन एउटा चाहिँ खाद्य सुरक्षालाई सम्बन्धित रहेर जुन व्यापारी व्यवसाय गर्नेहरूले चाहिँ अलिकति त्यसमा चाहिँ सोच्नुपर्छ जस्तो चाहिँ हामीले महसुस गऱ्यौँ किन भन्दाखेरि अहिले भनेको हामीले मानव जीवन कसरी बचाउने भनेर एउटा एक तहले गइरहेका छौँ भने त्यही अनुसार खानाको माध्यमबाट पनि हामी चाहिँ केही न केही चाहिँ असुरक्षित छौँ भन्ने कुरा चाहिँ आजको यो बजार अनुगमन गरेर आइसकेपछि चाहिँ हामीले देख्यौँ र बजार जुन एउटा चाहिँ व्यापारीहरूले चाहिँ व्यवसाय गर्नेहरूले चाहिँ उहाँहरूले अलिकति अहिलेको अवस्थालाई मध्यनजर गरेर सामाजिक दूरीहरू कायम गर्ने सरसफाइमा ध्यान दिने अनि समय समयमा जुन एउटा चाहिँ ताजा रूपमा चाहिँ उहाँहरूले चाहिँ
खाद्यान्नहरू बिक्री वितरण गर्ने कुराहरूमा उहाँहरूले थोरै भए पनि ध्यान दिनुभएको खण्डमा आउँदा दिनहरूमा हाम्रो नगरवासीहरू कोभिडले मात्र नभइकन जुन एउटा चाहिँ खानपानको कारणले गर्दाखेरि पनि एक्सपायर भएको भन्ने कुराहरू पनि सुन्न पर्छ होला सायद। त्यो भएको कारणले गर्दाखेरि आदरणीय सम्पूर्ण जो अहिलेको लकडाउनको अवधिमा बिहानको पख मात्र हामीले चाहिँ खाद्यको लागि मात्र भनेर अति आवश्यक जुन एउटा वस्तुहरूको लागि मात्र भनेर नगरपालिकाले आह्वान गरेको कुराहरूमा आज हामीले हेर्न जाँदाखेरि चाहिँ जुन एउटा चाहिँ एकदमै सुरक्षित रहेर एउटा चाहिँ सामाजिक दूरी अपनाएर गर्नुपर्ने कुराहरूमा ध्यान दिनुको लागि पनि मैले अनुरोध गरेँ र आज हामीले 5 नम्बर र 6 नम्बरको एउटा बजार एरियामा मात्र अनुगमन गऱ्यौँ भने आगामी दिनहरूमा हामीले 1 देखि 9 नम्बरसम्म वडाका खाद्यान्न पसलहरूको चाहिँ अनुगमन आउँदैछौँ। त्यसमा चाहिँ यहाँहरूले एकदमै होसियारपूर्वक सुरक्षित तवरले एउटा चाहिँ व्यापारीको हिसाबले मात्र नभइकन एउटा मानवताको हिसाबले पनि यहाँहरूलाई चाहिँ बिक्री वितरण गर्नको लागि मैले अनुरोध गर्न चाहेँ।